हर्क साम्पाङलाई पत्रकारज्यूले भित्तामै पुग्ने गरी क्या लाप्चाले भक्क भित्तामै पुग्ने गरी दिनुभयो क्या। यो भिडियो हेर्नुहोस् है त। हर्क साम्पाङ टिप्पणी योग्य नहुँदै पनि आज उहाँबारे हामीले केही कुरा बोल्नै पर्ने भयो। हर्क साम्पाङ रुबिना खातुन भन्ने एक अराजक कार्यकर्ता हर्ककै रहेछन्। उनको हरकत विरुद्ध नेपालको सिङ्गो मुस्लिम समुदायले कारबाहीको माग गरेको सुनियो, तर हर्कले आफ्नो पार्टीकी खराब कार्यकर्तालाई कारबाही गरे भनेर बोलेको सुनिएन। हर्क साम्पाङ बारे त टिप्पणी गर्ने इच्छा पनि थिएन, किनभने स्वतन्त्र प्रेसले पनि त्यस्ताको मेन्टेन गरेको हुन्छ। हर्क साम्पाङ टिप्पणी आलोचनाका समेत लायक छैनन्। यसपटक झनै देखिएनन्। हर्कको नजरमा श्रम संस्कृति पार्टी भनेको उनको प्राइभेट कम्पनी हो। पार्टीको विचार भनेको ढुङ्गा बोक्ने मात्रै हो। वाद, नीति र सिद्धान्त भनेको हर्कवाद हो। जनता भनेको आदिवासी जनजाति र उनको जय जयकार गर्ने कोटरीका एकमुठी मान्छे मात्रै हुन्। यो देशमा प्रधानमन्त्री हुन योग्य एक मात्रै मान्छे हर्कराज राई हुन्। अनि यो देशको ढुङ्गा माटोको माया उनी बाहेक कसैलाई छैन। उनको दृष्टिमा विश्व ब्रह्माण्डको एक मात्रै धर्म किरात धर्म हो, दोस्रोमा इसाई र तेस्रोमा इस्लाम मात्रै हो। उनको बोली पिच्छे, स्ट्याटस पिच्छे सबै धर्म बराबर भन्ने मात्रै हुन्छ, तर व्यवहारमा कुनै धर्म सम्प्रदाय भन्दा माथि उठेको कुनै संकेत भेटिँदैन। आफै धरानको मेयर हुँदा हिन्दू र इसाई बीच झन्डै दंगा मचाइ नै सकेका थिए। अहिले गृहमन्त्री र प्रधानमन्त्रीको कमजोरीले देशमा अशान्ति भएको एकहोर विष वमन गरिरहेका छन्। मेयर हुँदा इसाईको क्रिसमसमा क्रिसमसकै ह्याट लगाएर केक काटेर उत्सव मनाउँथे। हिन्दूको लक्ष्मी पूजा आउँदै गर्दा चाहिँ लक्ष्मी पूजा गर्नुभन्दा ढुङ्गा बोक्नु राम्रो भन्थे।